So hey guys, I hope you all are fine and तपाईले यो भिडियोमा क्लिक गर्नुभएको छ भने आई थिंक तपाईको पनि माइन्डमा चल्दैछ कि हामी पनि अनलाइन इन्कम कसरी जेनेरेट गर्न सक्छु। तपाई टिकटकमा धेरै हेर्नुहुन्छ हाउ टु मेक मनी अनलाइन, बट तपाईलाई एक्चुअली वे एन्ड एक्चुअली डाइरेक्सन थाहा छैन कि कहाँबाट स्टार्ट गर्ने, कसरी गर्ने एन्ड हामी यो इन्कम कसरी जेनेरेट गर्न सक्छु। अगर तपाईले यो भिडियोमा क्लिक गर्नुभएको छ भने म तपाईलाई एक्ज्याक्ट रोड म्याप शेयर गर्दैछु कि तपाई आफ्नो स्मार्टफोन एन्ड इन्टरनेट कनेक्सनको एपले कसरी मन्थली बेसिसमा 20 to 30,000 को इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। एन्ड तपाईलाई म एउटा कुरा पहिले शेयर गर्दैछु, इफ तपाईले यो भिडियोलाई लास्टसम्म वाच आउट गर्नु भएन भने तपाईको मनमा धेरै कन्फ्युजन हुन्छ कि वर्क के हो, इन्कम कसरी गर्ने एन्ड वर्क कसरी स्टार्ट गर्ने। सो आई होप तपाई यो भिडियोलाई लास्टसम्म हेर्नु होला विदाउट स्किप गरेर, जसले गर्दा तपाई बुझ्नुहुन्छ कि वर्क के हो, इन्कम कसरी हुन्छ एन्ड यो वर्क हामी कसरी स्टार्ट गर्छौं। एन्ड एउटा कुरा जो म तपाई पहिले शेयर गर्दैछु, यो वर्क गर्नको लागि तपाईसँग स्मार्टफोन एन्ड इन्टरनेट कनेक्सनको मात्र नीड हुन्छ। ओके, एन्ड मैले यो बिजनेसको एपले लास्ट 1 इयर्स को भित्र 6 लाख भन्दा धेरैको अमाउन्ट जेनेरेट गरेको छु एन्ड साथमा धेरै पर्सन्सले हेल्प गरेको छु कि फर्स्ट 10,000 कसरी कमाउन सकिन्छ विथिन 30 डेज को भित्र। इफ तपाईले पनि मनमा छ कि मलाई पनि यो इन्कम जेनेरेट गर्नु छ, कहाँबाट गर्नु छ, कसरी गर्नु छ, एक्ज्याक्ट ब्लुप्रिन्ट चाहियो भने यो भिडियोलाई लास्टसम्म हेर्नु होला। ओके, सो गाइज अब तपाईको मनमा कन्फ्युजन होला कि हामी इन्कम कसरी जेनेरेट गर्छौं एन्ड म तपाईलाई एउटा कुरा बुझाइदिन्छु। म जस्ट अहिले 20 वर्षको छु एन्ड म आज मन्थली बेसिसमा 30 to 40,000 को रेभेन्यू जेनेरेट गर्दैछु। एन्ड अगर तपाईले अहिलेको टाइममा अनलाइन इन्कम जेनेरेट गर्नु छ भने तपाईसँग त दुईटा वे मात्र रहेको छ, या तपाई कहीँ न कहीँ डिग्रीको हेल्पले पैसा कमाउनु या स्किल्सको हेल्पले पैसा कमाउनु। इफ तपाईलाई डिग्रीबाट पैसा कमाउनु छ भने तपाईले +2 क्लियर गर्नुपर्छ, ब्याचलर क्लियर गर्नुपर्छ, मास्टर्स क्लियर गर्नुपर्छ, देन गएर तपाई मन्थली बेसिसमा 30 to 40,000 को अमाउन्ट जेनेरेट गर्न सक्नुहुन्छ। बट अहिले तपाईको एज भर्खर 18 वर्ष छ, 19 वर्ष छ, 20 वर्ष छ एन्ड हामी यो एजमा डिग्री लिन सक्दिन। सो मसँग यस्तो कुन वे रहेको छ जसले गर्दा हामी इन्कम जेनेरेट गर्न सक्छौं। सो म तपाईलाई सजेस्ट गर्छु कि तपाई डिजिटल स्किल्स सिक्न माथि टाइम दिनु, बिकज फ्युचर स्किल डिजिटल स्किल्स हो। आज म मन्थली बेसिसमा 40-50,000 कमाइरहेछु बट मसँग कुनै डिग्री छैन, बट मैले यस्तो स्किल्स सिक्नमा ध्यान दिएको छु जुन स्किल्सले गर्दा आज म मन्थली बेसिसमा राम्रो रेभेन्यू जेनेरेट गर्दैछु। आउने 10 इयर्स को भित्र पनि म राम्रो इन्कम जेनेरेट गर्छु। अब तपाईको कन्फ्युजन होला कि स्किल्स सिक्न यति इम्पोर्टेन्ट रहेको छ अहिलेको टाइममा। यस, अहिलेको टाइममा जति पनि पर्सन केही न केही कमाइरहेछ भने त्यो केही कुरा सिकेर कमाइरहेछ। अगर तपाईले अहिलेसम्म 0 रुपीज कमाउनु भएको छ भने आई थिंक तपाईले अहिलेसम्म केही कुरा सिक्नु नै भएको छैन। लाइक भिडियो एडिटिङ, फेसबुक एड, मेटा एड्स, ग्राफिक डिजाइनिङ, सोशल मिडिया म्यानेजमेन्ट, एफिलिएट मार्केटिङ, डिफरेन्ट स्किल्सहरु रहेको छ। एसईओ भयो, ग्राफिक डिजाइनिङ भयो एन्ड यो स्किल्सहरु सिकेपछि तपाई मन्थली बेसिसमा 30 to 40,000 को रेभेन्यू जेनेरेट गर्न सक्नुहुन्छ। ओके, एन्ड गाइज धेरै पर्सन्सलाई कन्फ्युजन होला कि यो स्किल्स हामी कहाँबाट सिक्ने, कसरी सिक्ने। ओके, सो म तपाईलाई एउटा कुरा भनिदिन चाहन्छु, मैले लास्ट 1 इयर्स को भित्र 6 लाख भन्दा धेरैको अमाउन्ट जेनेरेट गरे। मलाई पनि कन्फ्युजन थियो कि म कहाँदेखि वर्क स्टार्ट गरौँ, कसरी वर्क स्टार्ट गरौँ, बट मैले यस्तो प्लेटफर्मको बारेमा थाहा पाएँ जुन प्लेटफर्मले आज हामीलाई लर्निङ पनि प्रोभाइड गर्दैछ, साथमा इन्कम अपर्च्युनिटी पनि प्रोभाइड गर्दैछ। ओके, सो म त्यो प्लेटफर्मलाई सजेस्ट गर्छु कि तपाईँ पनि त्यो प्लेटफर्ममा एनरोलमेन्ट भएर आफ्नो फ्री टाइममा युटिलाइज गरेर त्यो प्लेटफर्ममा धेरै जस्तो स्किल्सहरु सिकेर आफ्नो इन्कमलाई जेनेरेट गर्न सक्नुहुन्छ। सो त्यो प्लेटफर्मको नाम रहेको छ डिजिकन। ओके, एन्ड यो डिजिकन तपाई वेबसाइटमा गएर पनि भिजिट पनि गर्न सक्नुहुन्छ प्लेटफर्मलाई। सो डिजिकन भनेको चाहिँ एउटा ई लर्निङ प्लेटफर्म हो, एडटेक प्लेटफर्म हो, जहाँ कि डिफरेन्ट पर्सनले हेल्प गर्छ स्किल्स सिकाउनमा एन्ड त्यही स्किल्सलाई हामी मोनिटाइज गर्छौं भने तपाई इन्कम यहाँ जेनेरेट गर्न सक्नुहुन्छ। ओके, अब सो गाइज अब चाहिँ म तपाईलाई हेराइदिरहेछु यो वर्क लिगल छ कि नै। धेरै मान्छेको कन्फ्युजन होला यो वर्क 100% लिगल त छ नि। सो यो वर्क 100% लिगल छ। म तपाईलाई ocr.gov.in मा गएर हेराउँदै पनि छु। यो वेबसाइटलाई खुद गभर्नमेन्टले पनि रेजिस्टर गरेको छ, भेरिफाई गरेको छ। ओके, सो तपाई पनि हाम्रो लिगलिटी चेक गर्नको लागि आफ्नो फोनमा जान सक्नुहुन्छ क्रोम ब्राउजरमा एन्ड ocr.gov.np मा गएर तपाई सर्च गर्न सक्नुहुन्छ। यो गभर्नमेन्टको वेबसाइट रहेको छ। ओके, सो यहाँ तपाई हेर्न सक्नुहुन्छ म वेबसाइटमा भिजिट गरेको छु। ओके, एन्ड वेबसाइट भिजिट गरेपछि यहाँ हेर्न सक्नुहुन्छ एउटा वेबसाइटको इन्टरफेस पनि आएको छ एन्ड साथमा मैले यहाँ कम्पनी खोजीमा क्लिक गरेपछि यहाँ तपाईँ हेर्न सक्नुहुन्छ माथि मैले कम्पनीको नाम पनि लेख्दैछु 359120। सो यहाँ तपाईँ हेर्न पनि सक्नुहुन्छ डिजिकन ग्रुप भनेर लेखेर पनि आएको छ। साथमा यहाँ हेर्न सक्नुहुन्छ माथि नेपाल सरकार उद्योग। सो यो 100% भेरिफाई रहेको छ। तपाईँ हेर्न पनि सक्नुहुन्छ रेजिस्ट्रेसन नम्बर, आफूले पनि भेरिफाई गर्न सक्नुहुन्छ कि यो वर्क लिगल छ कि नै भनेर। सो ढुक्कबाट डिजिकन ग्रुप भनेर आएको छ। अब कुनै पनि वेबसाइटलाई गभर्नमेन्टले भेरिफाई गरेको छ भने त कुनै हावातालमा गरेको हुँदैन। सो यो वर्क 100% लिगल रहेको छ। अब डिजिकनमै हामीले किन वर्क स्टार्ट गर्नुपर्छ, बिकज डिजिकनले तपाईलाई फ्री टाइम दिन्छ, मतलब तपाईँ फ्री टाइमलाई युटिलाइज गरेर इन्कम जेनेरेट गर्न सक्नुहुन्छ।
सेकेन्ड तपाईले हाई डिमान्डिङ स्किल्सहरू सिकाउँछ जुन स्किल्सलाई तपाईँ मोनिटाइज गरेर इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। एन्ड थर्ड, यो वर्क स्टार्ट गर्नको लागि तपाईँको एज लिमिट छैन। तपाईँ 18 वर्षको हुनुहुन्छ या तपाईँ 26 वर्षको हुनुहुन्छ भने पनि तपाईँ यो वर्क गर्न सक्नुहुन्छ। एन्ड फोर्थ, यहाँ तपाईँ डेली बेसिसमा वर्क गर्नुहुन्छ भने तपाईँ डेली बेसिसमा इन्कम पनि जेनेरेट गर्न सक्नुहुन्छ। एन्ड फिफ्थ, यो वर्क गर्नको लागि तपाईँसँग जरुरी छैन कि एकदम हेभी स्मार्टफोन हुनु पर्यो। जस्ट तपाईसँग एउटा नर्मल स्मार्टफोन छ एन्ड इन्टरनेट कनेक्सन छ भने तपाईँ कहीँबाट पनि यो वर्कलाई गर्न सक्नुहुन्छ। एन्ड सबभन्दा ठुलो बेनिफिट भनेको तपाईँ यो वर्कलाई घरदेखि तपाईँ कुनै पनि ठाउँ बस्नुहुन्छ भने तपाईँ कहीँबाट पनि गर्न सक्नुहुन्छ। ओके, अब अर्को कुरा कि हामीले डिजिकनमा के कुरा हामीले सिकाउँछ। ओके, सो डिजिकनमा तपाईँ हाई डिमान्डिङ स्किल्सहरू सिकाउँछ जुन चाहिँ अहिलेको टाइममा मार्केटमा ट्रेन्ड चलिरहेको छ, लाइक भिडियो एडिटिङ, फेसबुक एड, मेटा एड्स, ग्राफिक डिजाइनिङ, सोसियल मिडिया अप्टिमाइजेसन, एसइओ भयो। यस्तो डिफ्रेन्ट स्किल्सहरू भयो। एन्ड त्यो स्किल्सहरू तपाईँले सिक्नुहुन्छ भने एन्ड त्यो स्किल्समा टाइम दिनुहुन्छ भने सिक्नको लागि एन्ड त्यो स्किल्सबाट तपाईँ इन्कम चाहिँ जेनेरेट गर्न सक्नुहुन्छ। अब तपाईँको कन्फ्युजन होला कि यो स्किल्सहरू सिकिहाल्यो भने हाम्रो के ग्यारेन्टी छ कि हामी इन्कम जेनेरेट गर्न सक्छौँ। सो ग्यारेन्टी 100% नै छ, बिकज तपाईँले के कुरामा टाइम दिनुहुन्छ भने, एफर्ट लगाउनुहुन्छ भने ढुक्क भएर इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। अगर तपाईँले इन्कम गर्नु भएन भने हाम्रो ट्रेनिङ क्लास हुन्छ, हाम्रो लाइभ क्लास हुन्छ, जहाँदेखि तपाईँको इन्कम भएन भने हामी तपाईँको डेली बेसिसमा ट्रेनिङ क्लास गराउँछौँ। डेली बेसिसमा क्लास हुन्छ, ट्रेनिङ हुन्छ, मिटिङ हुन्छ। ओके, सो यति कुराको तपाईँ एक्सेस पाउनुहुन्छ भने तपाईँ ढुक्क भएर इन्कम पनि जेनेरेट गर्न सक्नुहुन्छ। अब तपाईँको कन्फ्युजन होला कि हामीले डिजिटलमा वर्क स्टार्ट गर्नको लागि के हामीलाई इन्भेस्टमेन्टको निड हुन्छ। एन्ड म एउटा कुरा भन्न चाहन्छु, अहिलेको टाइममा कुनै पनि कुरा फ्रीको छैन। अहिलेको टाइममा तपाईँको पानीको बोतलको पनि 25 रुपियाँ लाग्छ, जुन पानीको बोतल हरेक मान्छेको लागि त फ्री हो, बट यसको पनि हामीले 25 रुपियाँ पे गर्नुपर्छ, बिकज नथिङ इज फ्री इन दिस वर्ल्ड। ओके, सो तपाईँको घरमा अगर केही पनि यस्तो कुरा छ जुन फ्रीको मिलेको छ, केही पनि यस्तो कुरा फ्रीको छैन। सो तपाईँलाई सिक्नु छ भने अलरेडी मैले जुन स्किल्सहरू सिकेँ त्यो स्किल्स अगर म कोही अनु पर्सनले सिकाएँ, जुन स्किल्स चाहिँ मलाई आफै सिक्नको लागि 1.5 सालभन्दा धेरैको टाइम लाग्यो, एफर्ट लाग्यो, एन्ड त्यो स्किल्स म अरू पर्सनले सिकायो भने तपाईँलाई के लाग्छ म फ्रीमा सिकाउन सक्छु? सो फ्रीमा हुँदैन। यहाँ तपाईँले चाहिँ एन्ड सबभन्दा बेस्ट भनेको के हो, यहाँ तपाईँले वान टाइम इन्भेस्टमेन्ट गरेर तपाईँ लाइफ टाइम एक्सेस लिन सक्नुहुन्छ। अब तपाईँको मनमा कन्फ्युजन होला कि हामीले धेरै त इन्भेस्टमेन्ट गर्नु पर्दैन, धेरै इन्भेस्टमेन्ट गर्नु त पर्दैन नि। सो इन्भेस्टमेन्ट भनेको जस्ट तपाईँको वान टाइम मात्र रहेको छ, एन्ड त्यो वान टाइम इन्भेस्टमेन्ट गरेर तपाईँ लाइफ टाइम एक्सेस लिन सक्नुहुन्छ। मैले मात्र वान टाइम इन्भेस्टमेन्ट गरेको थिएँ एन्ड त्यही इन्भेस्टमेन्टलाई मैले 6 लाखभन्दा धेरैको एमाउन्टमा जेनेरेट गर्न पाएँ। अब तपाईँको कन्फ्युजन होला कि यो वर्क स्टार्ट गर्नको लागि हामीसँग कतिको इन्भेस्टमेन्ट लाग्छ एन्ड कसरी हामी यो वर्क स्टार्ट गर्न सक्छौँ। सो डिजिटलमा वर्क स्टार्ट गर्नको लागि तपाईँसँग 3टा प्याकेजेस रहेको छ। यो 3टा प्याकेज मध्ये तपाईँ कुनै पनि एउटा प्याकेजसँग वर्क स्टार्ट गर्न सक्नुहुन्छ। सबभन्दा पहिला प्याकेजको नाम रहेको छ इलाइट प्याकेज। यसको इन्भेस्टमेन्ट तपाईँलाई पर्छ 1700 एन्ड इलाइट प्याकेजमा तपाईँ महिनाको 5 देखि 10,000 को एमाउन्ट जेनेरेट गर्न सक्नुहुन्छ। एन्ड यहाँ तपाईँले 2 देखि 3 वटा हाई डिमान्डिङ स्किल्सहरू सिक्नुहुन्छ एन्ड साथमा यहाँ तपाईँले कस्टमर केयर सपोर्ट पनि पाउनुहुन्छ एन्ड लाइभ ट्रेनिङ क्लासको एक्सेस पाउनुहुन्छ। एन्ड सेकेन्ड प्याकेजको नाम भनेको 3000 को प्याकेज रहेको छ, जुन प्याकेजको नाम भनेको प्रिमियम प्याकेज रहेको छ। एन्ड तपाईँ प्रिमियम प्याकेजबाट स्टार्ट गर्नुहुन्छ भने यहाँ मन्थली बेसिसमा 15 to 20,000 को एमाउन्ट जेनेरेट गर्न सक्नुहुन्छ। एन्ड साथमा यहाँ तपाईँले कोर्स कम्प्लिट सर्टिफिकेट पनि पाउनुहुन्छ एन्ड यहाँ तपाईँ 5 वटा कोर्सको एक्सेस पनि पाउनुहुन्छ। एन्ड साथमा लाइभ ट्रेनिङ क्लास भयो, लाइभ ग्रुपहरूको पनि अपडेट्सहरू तपाईँ यहाँबाट लिन सक्नुहुन्छ। एन्ड साथमा मेरो पर्सनल मेन्टरसिप पनि लिन सक्नुहुन्छ तपाईँ यो प्याकेजमा। एन्ड साथमा लास्ट प्याकेजको नाम रहेको छ प्रो प्याकेज, जुन प्रो प्याकेजमा तपाईँको इन्भेस्टमेन्ट भनेको 5500 पर्छ। एन्ड यो प्याकेजमा तपाईँले सबभन्दा हाई डिमान्डिङ स्किल्सहरू 11 वटा स्किल्स मध्ये तपाईँ कुनै पनि स्किल्सलाई यहाँ सिक्न सक्नुहुन्छ। एन्ड साथमा तपाईँले मेरो पर्सनल मेन्टरसिप क्लास पनि पाउनुहुन्छ, जहाँ म तपाईँलाई टिच गर्छु कि हाउ टु मेक फर्स्ट 10,000 इन जस्ट 30 डेज। एन्ड म तपाईँलाई त्यहाँ पर्सनल कलमा पनि आउँछु, म तपाईँलाई पर्सनल लेभलमा कसरी गर्ने, कहाँबाट गर्ने एन्ड यही बिजनेसको हेल्पले म कसरी 6 लाखसम्म गएँ एन्ड तपाईँ कसरी फर्स्ट 10,000 गरेर जान सक्नुहुन्छ, फर्स्ट 1 लाख कसरी कमाउने, म तपाईँलाई प्रपर रोड म्याप सेयर गर्छु। ओके, सो इफ तपाईँसँग बजेट छ कि हो म एकचोटि मात्र इन्भेस्टमेन्ट गरेर लाइफ टाइम यहाँदेखि धेरै कुरा सिकेर अगाडि बढ्न सक्छु एन्ड आफ्नो इन्कमलाई 10x गर्न चाहन्छु भने म तपाईँलाई सजेस्ट गर्छु प्रो प्याकेज इज बेस्ट, बिकज मसँग धेरै पर्सनले प्रो प्याकेजबाट स्टार्ट गरेको छ एन्ड मैले पनि प्रो प्याकेजबाट स्टार्ट गरेको छु। ओके, सो म तपाईँलाई सजेस्ट गर्छु कि तपाईँ प्रो प्याकेजबाट स्टार्ट गर्नु, बट तपाईँसँग बजेट छैन, बजेट पुगेन भने प्रिमियम प्याकेज इज अल्सो बेस्ट, बिकज त्यहाँ पनि तपाईँले मेरो मेन्टरसिप पाउनुहुन्छ। एन्ड अगर तपाईँलाई कन्फ्युजन लाग्दै होला कि कसरी गर्ने, कहाँ गर्ने, सो मेरो वाट्सएप नम्बर पनि तलपट्टि हेर्न सक्नुहुन्छ, त्यहाँ गएर मलाई वाट्सएपमा पनि मेसेज गर्न सक्नुहुन्छ। ओके, एन्ड साथमा यो 3टा प्याकेज मध्ये तपाईँ कुनै पनि एउटा प्याकेजसँग स्टार्ट गर्न सक्नुहुन्छ। अब तपाईँको मनमा कन्फ्युजन चल्दै होला कि हामीले इन्भेस्टमेन्ट किन गर्नुपर्छ। सो अहिलेको टाइममा फ्रीमा केही पनि पाउनु हुँदैन, तपाईँलाई खानको लागि पे गर्नुपर्छ, तपाईँलाई कपडाको लागि पे गर्नुपर्छ, तपाईँलाई रिचार्ज गर्नको लागि पे गर्नुपर्छ, तपाईँलाई घुम्नको लागि पे गर्नुपर्छ, हरेक चिजको लागि पे गर्नुपर्छ। सो अगर तपाईँ यहाँ एकचोटि इन्भेस्टमेन्ट गरेर
तपाईँ यो कुरा सिकिहाल्नु भयो भने तपाईँ लाइफ टाइम कमाउन सक्नुहुन्छ। एन्ड सो गाइज म चाहिँ तपाईँलाई एउटा कुरा भन्दैछु कि अपर्च्युनिटी भनेको लाइफमा धेरै कम आउँछ। सो अगर तपाईँले यो भिडियोलाई हेर्नुभएको छ, यहाँसम्म पनि हेर्नुभएको छ भने आई थिङ्क तपाईँ वर्क स्टार्ट गर्न चाहनुहुन्छ, बट तपाईँसँग प्रब्लम होला कि मसँगले पैसा छैन भने। पैसा कोहीसँग हुँदैन, पैसा तपाईँले आज म्यानेज गर्नु भएन भने तपाईँ आउने टाइम पनि यही भन्नुहुन्छ कि मसँग पैसा छैन। अरे पैसा छैन अनि नि भन्दैछु यो वर्क स्टार्ट गर, कि आउने टाइममा यो नभन्नु कि मसँग पैसा छैन। ओके, एन्ड साथमा हाम्रो इन्कम गरेको हामीले जो इन्कम गर्छौँ त्यो हामी केमा विथड्र गर्न सक्छौँ। सो हामी ई सेवा खल्ती ब्याङ्क केमा पनि तपाईँ विथड्र गर्न सक्नुहुन्छ। एन्ड एउटा कुरा तपाईँको मनमा अझै पनि एउटा कन्फ्युजन चल्दो होला कि यो वर्क गर्नको लागि चाहिँ हामीले ल्यापटपको त निड हुँदैन। सो यो वर्क गर्नको लागि तपाईँले ल्यापटपको निड हुँदैन। इफ तपाईँले यो भिडियोलाई यहाँसम्म हेर्नुभएको छ भने अब तपाईँको मनमा होला कि म प्रो प्याकेजबाट स्टार्ट गर्छु या प्रिमियम प्याकेजबाट स्टार्ट गर्छु या इलाइट प्याकेजबाट स्टार्ट गर्न चाहनुहुन्छ भने तलपट्टि डिस्क्रिप्सनमा मैले 3टा प्याकेजेसको लिङ्क पनि हालिदिएको छु। तपाईँ त्यो लिङ्कलाई क्लिक गरेर आफ्नो आइडी रजिस्टर गर्न सक्नुहुन्छ। एन्ड मैले तल डिस्क्रिप्सनमा अझ एउटा भिडियोको लिङ्क पनि सेयर गरिदिएको छु कि तपाईँ आफ्नो आइडी आफैले कसरी रजिस्टर गर्न सक्नुहुन्छ। एन्ड तपाईँलाई केही पनि कन्फ्युजन परेमा डिस्क्रिप्सनमा मेरो वाट्सएप लिङ्क छ या वाट्सएप नम्बर छ, तपाईँ डाइरेक्ट गएर मलाई वाट्सएपमा पनि मेसेज गर्न सक्नुहुन्छ। एन्ड इफ तपाईँले अब वर्क स्टार्ट गर्नु छ भने ठ्याक्क मलाई वाट्सएपमा गएर मेसेज गर्नु कि आई वान्ट टु स्टार्ट विथ प्रिमियम, आई वान्ट टु स्टार्ट विथ इलाइट एन्ड आई वान्ट टु स्टार्ट विथ प्रो। तपाईँ जुन प्याकेजबाट स्टार्ट गर्न चाहनुहुन्छ भने छिटोभन्दा छिटो गर्न सक्नुहुन्छ, बिकज हामीसँग स्लोट एकदम लिमिटेड छ। सो इट्स नाउ अर नेभर। थ्याङ्क यू फर वाचिङ।